참나. बसो तो हो ल निकल निकल भिनाजु कस्तो आउला आउला निकाल ल ल बस पो भिनाजु ल बेहुला भी खाने नहीं है इनका खिला पाँच फेर टाँकामा बिसुयो धो गर सबै हात लाएर कहिले घुमाइलो हुने हो त लौरो निचेरी हात लागे बोल्यो त घुमाउने हात 5 फेर घुम्ने बिसा 5 फेर त 5औं फेर ताइमा रन्दिए त्यही उठ के सम्झनु उठाउन आन्टी त्यही उबाट उठाउन भ्या उठ हात लायो हो जाने बाबा जाते बाबा मेरा ताये ना लाए दियो बाबा मेरा ताये लाए देना नान माइक अन छ कि नै नानो यो माइक बाबा
सातुलाई भेट्यो तपाईँले व्रत गरिहाल्यो बस न यहाँ बस जाऊ बस यी चौकी बस मम्मी इधर हेर न मम्मी हिन्दू हेर्छले पनि के देउरा जेठानी दिदी बहिनी जसी दिदी एक्सन सँगै हेर न क्यामेरा निको छ कि यति निको नजिक लगाएन सुनिन्न अगाडि नजिक लगा नजिक मुखलाई बन्द दही खुवाइदिन तम समय बर्का बस्न भने नहीं सब सुन्ने अनुभव लगा आमा के ना हुने नहीं निगो सुनिन्न अगाडि निगो सुनिन्न अगाडि का त समय गा बद्दैन अनि यो बद्दैन माइक बद्दैन तम खुसी हुनु लाग्यो म नि जान तम्रो भिडियो बनाउन गयो म भयो हामीलाई ठाउँ नै भयो कालतेर के हुने झा ल्याएर सुनिरह पार भएर झा न भने झा अरे कुनालाई कोचाड भने एकै फेरि कोचाड हेऱ्यो नि झा यहाँ हम भैंसा गोठा हाल गए आप कहाँ गए वंदे शैलसुतासुतं गणपतिं सिद्धिवर्णं कर्मसुसिद्धिसहिताय श्रीमन्नारायणाधिपतये नमः
सर्वेभ्यो नमः नमस्तु कर्मणि कर्मणाम टीका लाउने अर्को छ तमुठ त नमस्ते सस्मृतये सस्पादा सस्मृतवाहवि लक्षत लग्न सस्नाम्नि पुरुषाय शाश्वते शाश्वतधारिणे नमः लत्यभिलङ्कणादेवी अवतारं त्वामहं पिरणे लताला अगाडि सर एवरी गन्धाक्षर पुष्पिंगी भद्रकुलाशोपलङ्कणादेवी त्वामहं पिरणे गौरवाहवे सस्नाम्नि पुरुषाय शाश्वते सहस्रकोटिगधारण्ये नमः देवगन्धाक्षत पुष्पिंगी फलदत्तवासोपलङ्कणादिभिः अनन्तामहं परिणे कृतोस्मृति सर्ववेदधरोऽपि भूत तथा त्वं ब्रह्मो भवति चोत्तमतः त्वं मे ब्रह्मा भव अहं भवामि तं
विसञ्चामि कोशी कथमोषि कस्मै त्वा कायत्वा सुसुलोक सुमङ्गल सत्यराङ्गानि मित्रं मे स बाहु मे बलमिन्द्रियम् अस्तु मे क्रमप्रियम् आत्मा क्षेत्रमुरु मम प्रेष्ठोर्मे रासमुदरगुंस जङ्घाभ्यां पदभ्यां धर्मो स्थिति राजा प्रतिष्ठितं जज्नेन जजौ जजुभि गुंविसञ्चामि साम्राज्यामि न पुरो नु वाक्या राज्या बसरकारै बसरकारा आहुति रे आहुत में शांति पृथ्वी शांति राप शांति रुखदय शांति वनस्पतय शांति विश्वे देवा शांति सर्वगुण शांति शांतिरेव नो आशुभ शांतिरस्तु कुशिरस्तु वृद्धिरस्तु अमृता विजय कोस्तु
एकजना लजा आरती मल्ल करा कोठामा देखा बाहिर मन तल्कियो नमो भयङ्कर सर्वनाय पूर्वहे सर्वप्रबाल तुलसी दल मञ्जरी त्वं पूजयामि जगदीश्वर मे प्रसीद त्वं पूजयामि जगदीश्वर मे प्रसीद यानि कानि च पापानि जन्मानि याहि मम भक्तिनां सुरेश्वर चामुण्डा गणनाथ रुद्र सहिता रक्षन्तु गोमातरः षोडश मातृभ्यो मुरारी स्फुरन्धकारी भानुसती भूमिशुको बुधश्च गुरुश्च शुक्रः सन्नाः केतवः नवै ग्रहाः सेवकारा भवन्तु आदिग्रहाः नवग्रहसान गति अष्टाविंशतिमे कलियुगे प्रथमचरणे षष्ठ प्यारा मध्ये सिद्धार्थ नामले जुटिका तीन गाठानमा पूजा गर भूर्वश चुटा कर्म जुटिका नवनीत पिण्ड ग्रहको सप्तप्यानां मध्ये मिथुन राशिरस्य पौत्रस्य केशाधिवासन कर्मणां कृते ब्राह्मणाय दातुमस्ति फूल राखता नहीं भाई यार यहाँ खाली यहाँ नहीं भाई नहीं काम लागू कर लो तो लाभन तो हल लायो नहीं हला बुढ़िया ला लो खास कर लो ना ये लाइक फूल लाल प्रसाद निकाल तुम्हारा छोटो सर काम की ना जाना सिनेमा हाथ पंडित जी करने तो ब्याज बे मामा काम हो ना नाम हो भरना है बस वो हना मंजूर सो बड़ा लो हां वो सिनेमा हाथ रखे करना करे ये को ना रख याला दिखला चाहिए सत्यनारायण
कृष्ण जय बनैना राधिकालाई सम्झी मनैमा
बोले राधा कृष्ण भगवान की, आनंद कंद भगवान की, सिद्ध बैजनाथ धाम की, आज का एक योद्धाओं की, आज का भजन मंडली की, जय बोलो ताली बजाने वाला की, जय बोलो खाली हाथ बजाने वाला की।
हरिओम भगवन्तमतिन्द्रक्षमसुधम्म अर्जुमणमुमे सावेर साम सर्वधैर पाय भावरतः प्रश्नेमातर शुभं ज्यावानो देव तथा ममेस्मिन् आचार्यो के
आचार्यस्तु यथा स्वर्गे सग्रादिनां बृहस्पति तथा मम कीर्तनाचार्यो भव सुवर्तः त्वं मे आचार्यो भव अहं भवामि त्वं मे ब्रह्मा भव अहं भवामि त्रिब्राह्मणां पूजा कर्म वेद्याम जो नमलाले माथि लगाउने हो यसो गरेर यहाँ लगा पैँतिसमा बायाँ हातमा रौँ र पुसको तानो समासँग पुसको तानोलाई रौँलाई बायाँ हातमा समाउने दायाँ हातले रौँ समाउने ल र त्यसलाई पुसको तानो र एक टुक्रा रौँ काट्ने सवित्री यजुब छन्द छुरु देवता छुर ग्रहणी विनियोग त छुरामा छाड तसैमा चक्कु तसैमा लपला तीन आसी सत्यस्ते पिता नमस्ते अस्तु मामा हि गुंसी इति निवर्त यावति प्रजापति ऋषि छुरामा छाडा छुरामा उसको तायम निदाताय किनातिर ठेका पछाडि दायाँ बायाँ एनम सूर्यम देशना पश्चात सूर्य हातमा दिने यो आयु कम नगरिकन केश मात्रै छेदन गर्ने केशान भपन्ते केवल केश मात्रै काट्ने आयु सायुको कम नगरेर काहीँ घाउ इत्यादि नगरेर काट्ने भन्ने नाइलायत भन्नु पर्यो काटे
बहिनी थलो छोटो एकदम काकाले काट्ने हो नि मामा बोला नानी क्या मान्छे बोले लाग्छ जयको भाइ नानी दोकान खुल्नु पर्यो लगाउनु पानी भने मोटर दिए तपाईँ त्यसले गरम भावना छाट जाता है पक्का भैया हमसे दातुन क्या कर निकालता है कहाँ गए बुआ नहीं नानी ये खाली खेला निकालो भाई पूजा अपना शौक निकाल काट्या हुनु भन्छ र फेरि काटपुर बस्ने कुरा धरीमा भुइँमा गयो सारा फालतू आपका हाथ में है हमारे को 15 फोन करता मेरो 100 रुपैयाँ पुग्न त नाइ त्यहाँ हात नै लगाउनु मन्दिर
कोई बात नहीं है अकेटा ले जा ला अहिले त पुरा नहीं लगाउनु ल पखालो पखालो कुम्भ रासो शरणाम मिथुनराशिरस्य पुत्रस्पय सह कुमारं च भोजयेत् ल के कुमारलाई दिने खाना पुग्ने खा खा ल हुन्छ कर ब्रह्मचर्यां सानि इति प्रियात् आचार्यो मानवकं पौपीनं वासं परिधा पाठम पदते लिंगत विराटमनम दुईचोटि आत्मन गराउने मेखलाम वन्दयात्मं कामदेव वेदिं शुभगां मेखलेति मानवगं अटिप्रदेशे मेखलां पवित्रमिति परमेश्वरी श्री कृष्ण छन्दलिङ्गप्तो देवता सर्त समाप्त कर्मानुधिकार सिद्धर्थये यज्ञो पवित्र परिधाने सह पुरस्तात् आयुष्यमग्रं प्रतिमञ्चत शुभ्रं यज्ञो पवित्रं बलमस्तु तेजं यज्ञो पवित्रमसि यज्ञस्य तां यज्ञो पविति पदन्दाति पानी जनमान्द कृतानि च तानि ल अग्नि लागि स्या ढोक्न उसा हात लाया टाढापट्टि हात गर्नु ल यमा छ अजिन धारणे विनियोग छन्द फेरि विष्णु परिजदाति आपो स्थिति सिन्धु ऋषि गायत्री छन्द आपो देवता मानवक अञ्जली पूरणे विनियोग छाड्थे ल तै साथ गरे यहाँ पानी हालिदिनु अनुकुरजीले उठतिर पूर्वतिर हेर्नु सूर्यतिर ओम आपो हिष्टामयो भुवस्थान उज्जैन दैतनाय महिरणाय चक्षसे योग शिवतमौरसस्य जयतेन उषते मातरं तस्मादरङ्गमापो यस्य क्षयाय जिन्वत आपो जन यथा जन सूर्यतिर छाडिदिने जल ताला त यो ज्ञान अग्नितिर ल हुन्छ ल यस्तो छन्द बृहस्पति देवता हृदयालम्बने विनियोग ताला छाड्दिने
सबैलाई म तँलाई शिक्षा बनाउँछु नत्र बनाउँदैन बुवा गुरु जाने एकै किसिमका हुना त किसिमको हुने भएपछि मात्रै बनाउँछु नत्र बनाउँदैन भन्छन् बन्लो काश्यप पासाइने त्रिपर्वर माध्यानिनी शाखायाम शुक्ल यजुर्वेदाध्यायिनी कपिल शर्मा भो गुरु त्वाम अभिवादयामी भनेर नाम पाडेर ढोक दिनुपर्छ भो गुरु त्वाम अभिवादयामी भनेर गुरुतिर फर्केको गुरुतिर खुट्टामा दुई दायाँ खुट्टामा दायाँ हात बायाँ खुट्टामा बायाँ हात आफ्नो त्यो गोत्र राशि सबै भन्नु पर्यो कश्यप गोत्र कश्यप पासाय नैवेद्य त्रिपर्वरमा ध्यान दिने 3 पर्वर भएको कश्यप गोत्रको शुक्ल यजुर्वेद अध्यायिनी कपिल शर्मा हो गुरु त्वाम अभिवादयामी हे गुरु तपाईँलाई प्रणाम छ भनेर त्यसरी गर्ने छन्द इन्द्र सेती प्रजापति ऋषि यजुक छन्द लिङ्गप्तो देवता पाठे विनियोग ओम इन्द्रस्य ब्रह्मचर्यासी आचार्यस्त मुख शर्मा हम इंद्र को ब्रह्मचारी हूँ कपिल शर्मा नाम को बालक हूँ भनेर पटु नाम तथैन भूयेत परिवक्ष्यमाणेन छन्द प्रजापति ऋषि जलिङ्गप्तो देवता रक्षणी विस्तृति संपूर्ण जीव जन्तु आदि इत्यादि देव प्रजापति ओम इंद्राय स्वाहा इदमिन्द्राय ओम भूषालु गुरुजी मा दिवा सुसुप्तम अब त्यस्तो गर्ने भएपछि ल कुरा सुन अब के नगर्ने मा दिवा न पश्यन्ती न हेर्ने चिजहरू हेर्ने छैन वाचम यच्छ सही बोल्ने छु यक्षामी समिधाम मादायति हवनको लागि अरू पूजा आजाको सरसामग्री बनाउने छु आदामी इति पैसा निकालेर संकल्प लगन हरि विष्णु हूँ श्रीमद् भगवत महापुरुष विष्णुज्ञा प्रवर्तमानले अब गायत्री मन्त्र दिने हुन् छन्द प्रणवस्य ब्रह्मा ऋषि देवी गायत्री छन्द परमात्मा देवता व्याध नाम प्रजापति ऋषि गायत्री त्रिशु वनष्टु छन्दांसी अग्निवायु सूर्य जनका गर्गांगिरो गौतम मानो दिलीपो नल पुण्यो धर्ममयो ययाति नहुसो कुर्वन्तु भो मङ्गलम् बहुत रस हो तुम खा ढोक दिए जति रूपमा हात राख्छ त्यहाँ पल्लीको जस्तो
गंगा सिंधु सरस्वती च यमुना गोदावरी नर्मदा किशोर्यं नौजे गतिश्च पवने मानन्द दुर्योधने शौर्यं सन्दनवे बलं फलधरे कृतेक्ष नारायणे आयुष्मान भातमा पानी पल्ले व्याकरणं धनोधरं कलतरं मन्त्राक्षरं ल भयो टीका लगाएँ ताम्र सरला वृक्षस्थये श्रेणीनां स्वर्गे खलु पारिजात कसुरा वैभ्राजिते राजिते गम्ये चैत्ररथे च नन्दनवने कुर्वन्तु वो मङ्गलम् आयुष्मान् अदिता निराकरणं कारयेत् यथाक्तो निराकरणं प्रत्यते विक्षं जिह्वामे मधुसूदनम कर्णानी भूरि सुरवतेताम जिब्डाले मधुर बोल्न सिक्ने कानले चाहिने राम्रो शब्द सुन्न सिक्ने प्रतिष्ठितानी ब्रह्मकोशी नरेशदानी ब्राह्मणले गर्नुपर्ने कर्म गर्ने जथाभावी यताउति जाने खानपान इत्यादिमा चाहिने उ गर्ने शान्ति र सुताम वेददाते ब्राह्मणले गर्नुपर्ने कर्म अनुसारले कर्म गर्ने तम वेददातिम वाचाम परिदातिम प्रतिष्ठाम तयति मेङ्गाने अङ्गहरू नग्न भएर नहिट्ने बाकम बाणी चाहिने जथाभावी इत्यादि बोलेर जाने नौ गर्ने आँखाले खराब चिजहरू हेर्न गीत वाद्य इत्यादि नाच नहेर्ने भने माइलाहरूले नाच्ने होइन आफूले पनि माइलाहरूको बिचमा गएर नाच्ने होइन कहिले त्यस्तो नगर्ने सुर्तिम मदते मनस्यम तिष्ठन्तु तिष्ठन्ते मामेति ये प्रकारको नियम अपनाएर सदा 3 चोटि सन्ध्या गर्ने प्रातः सन्ध्या मध्याह्न सन्ध्या र सायं सन्ध्या 3वटा सन्ध्या हुन्छन् 3वटा सन्ध्या गर्ने त्रेदाम वाम विभक्त चक्षुणाम उभम बिहानको सन्ध्या चाहिने उत्तमो तारका पेता तारा छँदै गरिसक्ने उज्यालो भएपछि सन्ध्या नगरे पनि हुन्छ बनारयमा गर्ने उज्यालो भएपछि स्नान सन्ध्याको के मतलब छैन अनि त्यसपछि मध्याह्न सन्ध्या चाहिने 12 बजेदेखि 1 बजेको टाइममा गर्ने 11:30 देखि 12:30 सम्म 1 बजेसम्मको टाइममा गर्ने सायं सन्ध्या सूर्य सधैँ गर्ने सूर्य अस्त भएपछि सायं परिसमिन्छ अग्नि देवता परिसमूहने विनियोग अरामा चाहिने सरस्वतीको बास होस् तमे सुरतम कानुनमा चाहिने अनि नसुन्न पाउन् मेरो कानले यथाग्नेन देवाम यज्ञम निधाति एवं मनुष्याणाम देवस्य निधो भूयात् अब मान समिधा दाने विनियोग 3 पूर्णतमा आगमा हो डब्बा होला के डब्बा सनु वस्तु प्रायखम यति हृदयमा अब तैँले भन्ने कश्यप गोत्रस्य कश्यप पासायने तेरो गोत्र के हो आज त पहिले जान्नु पर्यो गोत्र कश्यप अनि कति पर्वर छन् त त्रिपर्वर माध्यान्नीय शाखा शुक्ल यजुर्वेदाध्यायिनी कश्यप गोत्रका त्रिपर्वर कश्यप पासायने ध्रुवेदी त्रिपर्वर माध्यान्नीय शाखा शुक्ल यजुर्वेदाध्यायिनी कपिल शर्मा हो अग्नये अग्निलाई यसरी हो अग्नये त्वाम अभिवादयामि तमलाई अभिवादन छ भन्ने न फेरि गुरुलाई पनि हो गुरु त्वाम अभिवादयामि अनि चाहिने आफूभन्दा ठुला मान्ने जन्तु छन् ताइलाई सबलाई चाहिने अभिवादन गर्ने हामी अमुक शर्माम भो गुरु त्वाम अभिवादयामि सबलाई ताइलाई हुन्छ सबैलाई भनेर न गुरुश्च आयुश्च
अब ढोक दिनुपर्नेवालाहरू को हुनान्? गुरु, ससुरा, सासू, 5 सटर्च्या भवन्ताचार्य, 6 जना चाहिने सदा वन्दनीय र सदा ढोक गर्नुपर्ने र सदा झुकेर रहनुपर्नेवाला हुनान् 6 जना। शुभार्थिनी, निकी पत्नी दिनेवाला सासू ससुरा इत्यादि। विप्रोच प्रसोजात सम्बन्धी शोध विप्रेच विप्रम कुशलम, यिनीहरूलाई ढोक गर्नुपर्छ। अनि यिनीहरूको लागि आफूले बसेको आसन दिनु हुँदैन, आफ्नोभन्दा उच्च आसन राम्रो ल्याउनुपर्छ। अनि चाहिने आफूभन्दा ठुलो मान्छे आएको बेला उच्च आसनमा बस्ने होइन, आसनबाट उठ्नु पर्दछ। यही प्रकारको सम्हाल्दा। अनि ब्राह्मणलाई ढोक दिँदाखेरि कुशल छ कि भनेर सोध्ने, क्षेत्रीहरूलाई ढोक दिँदाखेरि राजकाज ठिक चल्या छ कि भन्ने, वैश्यलाई तेरो व्यापार कसो चल्या छ ठिक छ कि भन्ने सोध्ने, ठिकठाक छ कि भन्दाखेरि आदली कुशली सोध्ने जो हुन्छ। अनि जाने शूद्रलाई कुशल छ कि अथवा तेरो व्यवसाय ठिक छ कि भनेर यही प्रकारले सोध्ने। अब ढोक नदिनु पर्नेहरू महिनावारी भएको छ, अनि चाहिने के अरे चाहिने कोही छुयो जुठो इत्यादि भएछ त्यस्तो बेला। अनि चाहिने दारू खाएको मान्छेलाई, अनि चाहिने भर्दिग्ने गर्भपातनी गर्भपतन गर्ने नारीलाई, पाखण्डा पतिता प्रात्या, पतिलाई त्यागेर अर्को ठाउँमा जाने, पतिलाई छोडेर जाने। अनि चाहिने पतिसित कलहप्रिय, पतिसित कल झगडा इत्यादि गर्ने। अनि यही प्रकारका महापातकी, ब्रह्म हत्या गर्ने, स्त्री हत्या गर्ने, कन्या हत्या गर्ने, यही प्रकारका मान्छेहरूलाई कहिले ढोक दिँदा हुँदैन। नास्तिकम कितनम सेतकृतम नाविदते मत्तम परमत्तम उन्मत्तम धावन्तम। नास्तिक जो धर्ममाथि अथवा ढोक छोक इत्यादिमाथि विचार राख्दैन, त्यसलाई जाने मत्त परमत्त एकदम घमण्डमा चुर भएर जाने। अनि जाने कोही दगुड्न लागेको, कोही दाँत माझ्न लागेको, कोही नुहाउन लागेको, कोही पूजा गर्न लागेको, कोही खाना खान लागेको, यस्तो बेलामा पनि ढोक दिनु हुँदैन। अनि शिर खुला भएको आमालाई पनि ढोक दिनु हुँदैन। अनि चाहिने चानीमा निधारमा टिपो नभएको ब्राह्मणलाई पनि ढोक दिनु हुँदैन। अन्य सबैलाई चाहिने यही प्रकारले जप यज्ञस्थल पूजा गर्ने यो कोठाभित्रै ढोक गर्नु होइन, उसरी त बाहिर गर्ने हो। पूजा गर्ने कोठामा, मन्दिरमा, यी ठाउँमा पनि ढोक गर्नु हुँदैन। कोही उल्टी गर्न लाग्छ, कोही बिमार छ इत्यादि, त्यस्तो बेलामा पनि ढोक गर्नु हुँदैन। दिजस्याम आरोहणम शुद्धम शूद्राय विवादने, आफूभन्दा नानो जातिलाई पनि ढोक गर्नु हुँदैन, शूद्र आदिलाई पनि। यही प्रकारले यो आचरण अपनाएर सन्ध्या इत्यादि गर्ने, यही प्रकारको आचरण अपनाएर जाने यो गर्नेछु भनेर गुरुसित पनि भन्ने। अनि जाने यही प्रकारको आचरण अपनाउने। अनि उच्छलका वृत्ति भन्ना, ब्राह्मणले जाने खेत खाली भइसकेपछि खेतबाट टिपेर चाहिने ल्याएर खाने हो अथवा भिक्षा मागेर खाने हो। त्यो भए हुनाले अब भिक्षा माग्नको लागि जानु पर्यो। भवत भिक्षाम देहि भन्नाले धेरै भिक्षा लट्ठी देख्ने होइन, भिक्षामा मच्छामा भवत भिक्षाम देहि माता परात्मा। गुरुलाई दिन पर्छ, गुरुलाई दिन। छोटा
ओ गुरु इमाम मया लब्धा भिक्षा कसमै दे आए हे गुरु मैले आज जान धेरै छन् ठुलो जाने यो हाम्रो आश्रमै ठुलो छ यहाँ जाने धेरै भिक्षाले हुने हो थोक थकाले हुने नआउ अब यो लास्ट भिक्षा हुन्छ दियो हाल्दा पाइला खाले फाइदामा छ सहस्रलोचन प्रभृत्य शेषलेख शेखर प्रसून धूलि धोरणी विधूसराघ्रि पीठ भूभुजंग राजमालया निबद्ध जाट जूटक श्रियै चिराय जायतां चकोर बंधु शेखर ललाट चत्वरज्वल अब यो मैले काकालाई दिनु तेरा साथी संगीत सबला जजला दिन बेहोरी हाल्दा हाम्रो परातमा हाल्न त्यो परात हल्ला गर्ने होइन अनि यही प्रकारले दैनिक भिक्षा माग्ने अनि यो भिक्षा पनि 5 घरभन्दा बढी माग्ने होइन 5 घरमा मात्र हेलो चार पहिलामा सर्दनीय अब तेलमा पाकेको चिज पनि नखाने हो अनि यो लसुन प्याज आदि इत्यादि खाने होइन धेरै टाढा जाने होइन नदी तर्ने बढी सडी इत्यादि पानीमा कहिले गर्नु हुँदैन ये पछा एक लग्नमध्ये वायु सूर्य अग्निम वरुणम सवितारम विष्णु विष्णु मरुत शर्करान वरुणम मध्यम तत्देवता भयो मया परित्यक्तम यथा दैवत सन्तु अग्नितिर छाड्छ अग्निको पूजा गर्ने पल्लो अग्नि त अग्निमा पूजा गर्ने हरिनामको अग्नि हो भूर्वस हरिनामाग्नये सुप्रतिष्ठितो भव पूजनम ओम प्रजापतये स्वाहा इदं प्रजापतये तनुं गजेन्द्र वदनं लम्बोदरं परसन्नं नमः भूर्वसः सरस्वती नमः भूर्वसः लक्ष्मी नमः ओम भूर्वसः विद्या सूत्राकार कात्यायनाय नमः ल आत्मा छन्दसमा यस्येति सम्ब्रह्मस्य गणस्य बादिनेति यदु शान्ति छन्द विष्णु पुरामा राख्नु ल लक्ष्मी ल यही हिसाब राखिन्छ ल अब वेद पढ्दाखेरि सस्वर गर्नुपर्छ यसरी ओम हरि ओम भूर्भुव स्वाहा इखेतोत्या असदेवोप सविता प्रा
मम प्रापायुषे सतमा कर्माणा हातले पनि गर्ने आज्ञायत इन्द्राय भाग ध्यायत इन्द्राय भागम प्रजापति परिणम वेश्य महावेश हरि ओम सहस्र शिरसा पुरुष सहस्राक्ष सपा भूमि सगुण यो किताबलाई हेर्दैन दिदली साहेब छोपन मेरे दिल्ली छवि तब मैं थामी दाम फेरि थोडा तरायु निकालेर तयबठे नाम तरायु लगाउने आगाको कसवसुस्त्रायुखम यति ललाटे चानीमा कण्ठमा हृदयमा अनि ककुबेर पछाडि येमा जुडामा यति व्यवस्था ननी हल्दो लिएर जाएन कानुन कान छेड्यान छेड्यान अब अहिलेसम्म कसै खान्या हल्लो खान्या सबै खान्या लिचो गर चाल्लो लगाका मिठो उतो पट्टो लाग्छ हाल सबै हाल ल राख त इथ राख माइतिर छाडिदेऊ यसो सेकरति यसो सेनादि दाने दादाबी यसस्यति फेरि छन्द समाज तेस्रो कलशको आफो इष्टेति गायत्रिक छन्दाको देवता विशेषणे विनियोग ओम आपो हिष्टामयो भुवस्तान उज्जेदनाय महिरणाय चक्षुषे योग सिमतमत चतुर्थ कुम्भमा पुग्यौं तमले कति फैकल्या तेजस देति युव शिव तमो रसस भाजयति नौषधि मातर तैम चल कमर मनो खोल ओम तमं वर्ण पाशवतना तथा दण्डम निधत्या ल हो कि कल सारा मेखला निकाल्नु दिया पुग्यो हाल्नु तिनीहरू नापेला निकाल्ने बेट पुग्यो हाल्नु
उदक राजऋषि प्रजापति ऋषि आठ कलर सुन्ने भयो त पाइटीका पानी नयाँ ल माछा पखाला त सब पखाला ल बेर थला हडन पखाला तिर कुचल गाएर खुनालो ओ मन्नाय धाम भय गुमसोमो राजा समे कर्माधिकार सिद्ध भई न्यूनतम एक पवित्र धारणे विनियोग ल थाल ल हात माथि गर्नु शान्ता यहाँ गंगा सिन्धु अब लगाइदिने टीका ओम गोविन्दाय नमः कण्ठकुटे एक गलकण्ठमा ओम वैष्णवे नमः दक्षिण कुक्षौ दायकानमा ओम मधुसूदनाय नमः वामबाहु ओम त्रिविक्रमाय नमः कर्णमूलयो कानकमूलमा ओम वामनाय नमः वामकुक्षौ वामकोखिमा ओम श्रीधराय नमः बाहु वामबाहु ओम पद्मनाभाय नमः पृष्ठदेशे ओम दामोदराय नमः ककुभे जुडामा ओम देवाय नमो मूर्धनि फेरि गुईमा सिकाउने हो गृहस्था सर्वेहरूले वंशपत्र निर्माण किसिमको ल आत्मा छन्द चक्षुरति प्रजापति ऋषि अजुब छन्दलिङ्ग देवता जपे विनियोग ल सूर्य अथो परिकल्पितम महत्काशम परिदधे ल नयाँ कपडाहरू परिधानको लागि दिने ऐना ल्याछ भन त ऐना एकचोटि पद्यामा उनी हो ल ढाक्ना परेर ल छयमा ठ्याक्कुटामा पाइन्छ न चम्ने भयो त्यसपछि फेरि छन्द छन्द अनुसार जगदीप छन्दो शिरो व्यस्तले विनियोग कोटमा छ ल त आउन्नमा यो भाषा ओली छेडे छेडे कानला ताने बड जाई पे गरे नै हमले ये तो तुम लोग छेड़े तो न फिर दूर हो जाए ना फिर दूर है नो यो 9 बजे तब तक बहुत लोग कर दिया न दूर ना फिर दूर हो जाए निकातिन छेडी बेला
जागो उता देऊ गरेन के काट्यो एक रोटी काट्यो कति काट्यो मूर्तालाई इत्यादि यस्ता काम नगर्ने, षड्रात्र नियम, भुइँमा सुत्ने, खाट इत्यादिमा नसुत्ने, 6 दिनसम्म त्यो बटन साबुन इत्यादि लगाएर त्यो चाहिने पेस्ट इत्यादि लगाएर दाँत नमाज्ने, साबुन लगाएर ननुहाउने, उसै नहाउने, जनैको एकदम रक्षा गर्ने, यही प्रकारले गर्ने। श्रीनाम नारायणम सूत्रम चतुर्थो वर्णानाम सबो मृतकम, कृष्ण शकुनी कौवा आदिलाई पनि नहेर्ने, कागम कुकुरलाई पनि नलाग्ने, दर्शनम भाषणम त्रिरात्रम वर्जय, 3 रातसम्म यसलाई पनि वर्जित गर्ने, यही प्रकारको नियममा रहने। गृहस्थाश्रममा भइसकेपछि गृहस्थाश्रम अनुसारको श्राद्ध तर्पण आदि इत्यादि पितृ कार्यमा विशेष ध्यान दिने, यही प्रकारको गर्नेछु भनेर कौमारी निबदर्पनाशन करी चंद्रायता वैष्णवे पानाई कनकोर कनकमुखी चंद्री वज्रायता चामुंडा कनकपुत्र सुनासो विनायक विघ्नता सिंहाते विघ्नवती कुठाराय श्रीमन महागणाधिपतये नमः। ऐसा सुलाम परम विचार सार परमानंदाद बलिदारी बीना पुस्तक धारिणी दांतिकारा विदलते मस्ताप सन्मान नाम यजर घर करोति फलदम देवाय तस्मै नमः। कर पूजा करो कल्याणी ओम महागं गौरी नमः मिदाय नमः शक्ति नमः जय नमः विजय नमः देवी सेनी नमः काय नमः सदाय नमः मातृभ्यो नमः लोक मातृभ्यो नमः दिव्य नमः पश्चिम ध्यान नमः जोला ओम परमामुरारी त्रिपुरारी काली भानु सती ओमिषुतो प्रदस्ताकुंसु सुतो शनिराव केतवा सर्वे ग्रासान्तिकारा भवन्तु सूर्यं सौर्यमध्यं सन्मङ्गलो मङ्गलं सद्बुद्धि सकुतो कुरुतकुरुतां शुभ्रं शुभं संसन्निधाहुर्पावनं करोति सर्वं कीर्तिर्वसुन्नतिं नित्यं प्रतिकारा भवन्तु मन्ते सद्यं सिद्धार्थनामी संवत्सर उत्तरायणी वसंत ऋतु मेघा वैशाखमासे वैशाखिवे शुक्ल पक्षे शुक्ली दशम्यां शकुंत भवद्वाक्षरे आदि बुधवार शनिछायां कर्मोक्षलेलायां पश्चभूतोत्पन्नस्य मिथुनदासुरस्य फोटो गिरवर्गा द्वारमाति भोजनं च करिष्ये तत्पूर्वं गिरवा मधो मोती मधो खाली पाला पद्धति मधो मोती पदारमा मधो पंगाली मंगलाभद्रा पुण्यमती तथा जयाम विजयाम तप सप्ते शांति माता तल दिन जन्म जन्म झूला संगई जन्म जन्म झूला संगई आखिर पर पिपलू आखिर पर
पिपलू यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर बर पिपलु भागेर बर पिपलू पुरानो के दिन पढेको डाँडा काँडा दायाँ बायाँ चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोखो माया थाहै नपाइसु टोकै मुटु सर्किएछ तिमीसित जम्बरी माया गाँसिएछ साँच्ची छ है पिपलु र बारा साँच्ची छ है पिपलु र बारा जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई मायालु छोएर बर पिपलु भाकेर बर पिपलु कहिले आएको मुटु भरि कता कता गुरस फुले जस्तो मनै भरि यता उता माया फुले जस्तो तिमी पर पिपलु म सधैँ दया माया छहरी भई बस प्रीतम शीतल तिम्रो छाया साँच्ची छ है पिपलु र बारा साँच्ची छ है पिपलु र बारा जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु भागेर बर पिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर बर पिपलु भाकेर बर